आज गुण्डाहरू मिलेर यहाँ के हुँदैछ आज दाइ? साला गुण्डाहरूलाई गुण्डै हो। केको लागि हो यो गुण्डाको जमघट? को लागि चाहिँ एकदम सोझै हो। यो गुण्डाको जमघट केको लागि दाइ? आज चाहिँ अब दुईटा गाना आउनेछ मेरो, अलि सुटिङमा आउनेछ हामी। हजुर। यो चाहिँ कस्तो भन्दाखेरि एक नम्बरको हरामी भन्ने गाना छ कि मलाई हेरेर बनाइ ख्याल लाग्छ। सबै हरामी मिलेर एक नम्बरको हरामी। यहाँ मध्ये सबभन्दा ठुलो हरामी चाहिँ को दाइ? तपाईँ हो? यहाँ सबभन्दा ठुलो हरामी त होस्। होइन यहाँ सबै हरामी देखिरहेको छ, अलिक ठुलो हरामी चाहिँ तपाईँ जस्तो लागिरहेको छ क्या मलाई। यो सबै बम बनाउने ग्याङ भयो फेरि। बम बनाउने है सबैजना? बम बारुद यहाँ अशोक कहाँ छ खोइ? यहीँ त मुला मास्टर यहाँ अर्को मास्टर यो सबले बनाउँछ यहाँ बम है। खालि हामीले के भने हिंसा राम्रो छैन है बाबु, शान्तिले काम गरौँ, रमाइलो गरौँ, आफ्नै मनको मालिक छ। अनि यो गुण्डाहरूले अब देशको लागि के गर्ने हो दाइ? अब धेरै गुण्डा भयो भने छ नि, अब बाध्यता नपार्नु होला, जसलाई बमै पड्काउनु पर्ने, टोपै हान्नुपर्ने बाध्य नपार्नु। होइन अब त स्पेशली अब नेपालको राजनीतिमा एकछिन म भन्छु, म त स्पेसली एकपल्ट हात जोडेर हजुर आर्मीको चिफ साहब र पुलिसको चिफ साहब के हजुर होइन यिनीहरूलाई के भयो, उहाँहरूलाई के रिक्वेस्ट गर्छु भने हामीलाई चाहिँ एक दिन मात्र तपाईँहरूले नचलाइदिनु होला, एक दिन नचलाउनु यिनीहरूलाई तलाइदिन्छु म। यो यति टिमले मिलेर तल लगाउने यो कास्टिङ हो। तपाईँहरू भन्दा ठुलो गुण्डा त नेपालको राजनीतिमा छ नि दाइ, नेताहरू महेश बस्नेत, दुर्गा प्रसाई, तिनीहरू मुख चलाउने भयो, माछा म बम हान्नु पर्यो, बम बनाएर बम ठोक्नु पर्यो, बमै हान्ने। मैले भन्यो के, मैले भन्छु के भने हामीले राजा चाहिन्छ हामीलाई होइन, राजालाई थाप्न गर्ने हो, राजालाई हामीले फेरि उद्धार गर्ने, यो चाहिँ कन्फर्म कुरा हो। तर मलाई चाहिँ स्पेसली मैले आर्मी, सम्पूर्ण आर्मीलाई र सम्पूर्ण पुलिस फोर्सलाई, सशस्त्र पुलिस फोर्सलाई मेरो अनुरोध छ, एक दिन मलाई छोडिदिनु, म यो सबलाई टलाइन्छु, खोज्नै परेन। फेरि गुण्डा राज चलाउने देशमा होइन, एक दिन मात्रै। एक दिन मात्रै चाहिँ तपाईँलाई फ्री छोडिदिनु पर्यो? कानुनले पनि मलाई एक दिन छोड्यो, किन यो 3 करोड नेपालीहरूको चाहिँ प्रब्लम छ कि। हजुर। यो ताले त हाम्रो यहाँ अब गृह भित्राउन लाग्यो, आज फेरि बम ठोकेर क्या हान्यो होइन, महेश बस्नेतलाई हान्यो।